लागेको त्यस्तो क्लासिक होइन यस्तो थियो म ऊ भुजु र म ऱ्याम्प पुस हानेर अरेन्ज बक्समा मान्छे थियो अनि पछि आएर अनि ल ऱ्याम्प पुस हान्नु पर्छ ऱ्याम्प पुस हान्छु भन्दै आफै भन्यो ल ठिक छ भनेर गयो अनि ऊ निस्क्यो अनि पछि म ठ्याक्कै उसकै पछाडि थिएँ अनि पछि उसलाई गोली हान्न थाल्यो मलाई हाने सपोर्ट भनेर पुरा आत्तेर भन्यो ल भनेर निस्किन्छु ऊ चाहिँ गएर लुकिदिन्छ मलाई कस्तो बेजान हिजो तर क्लासिक मुभ्स चाहिँ तर हाने यार नेड साथीलाई नेड हान्दिने ओभरपास खेल्दा ट्रेनमा मान्छे भने ठोकाएर मतिर बफिहाल्दिन यस्तो स्वागीहरू चाहिँ झ्याउ लाग्छ यार मलाई यो बडी देखाउने अस्ति सोलो खेल्दा नि त्यो परेको थियो कि लुसिफर मर्निङ स्टार भन्ने त्यो सधैँ पर्छ त्यो जिमको फोटोवाला यो एस भन्ने पनि हामी खेल्यो यो टिमसँग चाहिँ खेल्यो हामी पहिला अरू नाम थियो होला तर यो डिजी मेड एमएनदेखि मेड छ एउटा नाइस ओ माय गॉड मलाई नै वन ट्याप हाने यार त्यसले ग्लकले गर्दा बाँचे यार म ओ माय गॉड बाँचे यार आई डोन्ट नो हाउ आई किल इट बैक Oh my god. Yeah. Drop. Oh my god. मैले एउटालाई चाहिँ ट्याग हाने पर्ने एउटा बेन्चपट्टि एउटा बेन्च र एउटा साइड एउटा डिङ्क ब्याक साइड कस्तो हाने यार कुन गन हो त्यो यार डोरोको युएसपी रहेछ कुन गन रहेछ त्यो भन्छ P250 त होइन भन्छु सिधै हेडसट हाने मेरो पिङ जिजी रहेछ नि त त्यही भएर गाह्रो भयो ए सिङ्गापुर परे क्या के अरे दुबई भन्नु खोज्छ किनकि थियो कि अभिको यस्तै थियो दुबई पर्दा 166 त्यसमा apps painted market है data market मार्ने था oh no पता नहीं क्या यो सब जना ब्याटलफिल्ड खेलिरहेन ब्याटलफिल्ड 6 वाओ You're a 5-man, no? Oh. Bye. Yellow PP से हामीलाई सुत गए गुरु हो के त्यो लास्ट मन गर्ने इन्डियन एमेन मिड देखि फेरि एउटा टेट्रिस पनि मैले देखेको थिइनँ डबल नेट बमै हेरेछ केटा बममा No, don't peek at all. Don't peek at all. Oh my god. Don't pick ये क्या है बेंच